नमस्ते हजुरहरू सम्पूर्णमा। मेरो नाम हो सुभद्रा पौडेल। आज एकदमै खुसीको कुरा भन्नको लागि म हजुरलाई यो भ्लग मार्फत जानकारी गराउन आइरहेको छु। सबैजनाले सुभद्रा पौडेलको भ्लगलाई पनि सब्सक्राइब गरेर एकदमै सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हजुरहरूको माया, हजुरहरूको साथ, हजुरहरूको सपोर्ट र हजुरहरूको यो हौसलाले गर्दा आज म यो ठाउँसम्म आएँ। यति खुसी छु आज म। हेर्नुहोस् है, मैले 70 सालमा मेरो छोरा सक्षम तिमल सिन्हालाई जन्म दिएँ होइन। 71 72को लास्ट लगभग 73 सालमा छोडपत्रको मुद्दा हाले मलाई उनको बाबुको बाबुले है। अनि यति दुःख, घाम भन्न पाइएन, पानी भन्न पाइएन, बिरामी भन्न पाइएन, जे झरी भन्न पाइएन, बर्खा भन्न पाइएन, हिउँद भन्न पाइएन। कहिले साथमा पैसा हुँदैन थियो, कहिले गाडी भाडा हुँदैन थियो। यति दुःख, यति तनाव यस्तो गरेर मैले दुःख झेल्दै 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 आएँ। 75 सालमा फैसला भयो जिल्ला अदालतबाट। के फैसला भयो? डिभोर्स नहुने, महिनाको 30,000 माना चामल दिनुपर्ने र बच्चा आमाले राख्न पाउनु पर्ने भनेर फैसला भयो। उसलाई त्यो फैसला चित्त बुझेन। त्यसपछि ऊ उच्च अदालत गयो, पुनरावेदन अदालत। त्यहाँ पनि अब बच्चाको त त्यतिखेर फैसला भइसक्यो, सिद्धियो। अब फेरि डिभोर्सको मुद्दा हाल्यो उसले त्यहाँ गएर। त्यहाँ पनि डिभोर्स नहुने, माना चामल महिनाको 20,000 दिने भनेर फैसला भयो। उसलाई त्यो पनि चित्त बुझेन। हेर्नुहोस्, सर्वोच्च अदालतमा गयो, सर्वोच्च अदालतमा मुद्दा हाल्यो। कहिले गाली बेजतीको मुद्दा हालेछ, कहिले डिभोर्सको मुद्दा हालेछ, कहिले माना चामलको चाहिँ मैले हाले, कहिले अंश मुद्दा हालेछ। मैले पो अंश मुद्दा हाल्न पर्ने त, उसले हालेछ अंश मुद्दा। हेर्नुहोस् है, गर्दै 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 उसले जुन मुद्दा हाले पनि म त्यसको पछि पछि लाएँ। मलाई थाहा थियो एक दिन सत्यको जित हुन्छ भनेर। म हिजो पनि गलत थिइनँ, आज पनि छैन र भोलि पनि हुने छैन। मलाई हजुरहरूले हौसला दिनुहुन्थ्यो, हिम्मत नहार्नुहोस्, एक दिन तपाईँको जित अवश्य हुन्छ भनेर। आज फैसला भएको छ सर्वोच्च अदालतबाट। डिभोर्स नहुने होइन, अनि माना चामल भर्नुपर्ने। कति भर्नुपर्ने भन्ने चाहिँ आइसकेको छैन। जस न्यायाधीशले फैसला गर्नुभयो त्यो पेपर आउँछ, पेपर आइसकेको छैन। फैसला मेरो पक्षमा भयो। म लगायत तपाईँहरू सम्पूर्ण, मेरो केस लड्ने वकिल, मलाई न्याय दिलाउने न्यायाधीश, मेरो केस हेर्नको लागि वकिललाई मद्दत गरिदिनु न भनेर सहयोग गर्ने संस्था, मानव अधिकार संस्था जगदीश सर लगायत हामी सम्पूर्णलाई बधाई छ। मुद्दा त कतिचोटि जित्यो, कतिचोटि त्यसको लेखाजोखा नै छैन। तर कार्यान्वयन नगरेर अहिलेसम्म अदालतलाई ढाँट्दै छल्दै हिँडिरहेको थियो। 75 सालको फैसला आज आएर 82 साल। हेर्नुहोस् है, लगभग 9-10 वर्ष भयो मुद्दा लडेको। एउटा अशक्त चेली, 2टा खुट्टा छैन, साथमा कोही छैन, एक्लै मुद्दा लड्नुको पीडा म बाहेक अरू कसैले भन्न सक्दैन। तर तपाईँहरू मेरो हिम्मत हो, तपाईँहरू मेरो आँट हो, तपाईँहरू मेरो साहस हो। तपाईँहरूले मलाई यति धेरै सपोर्ट गर्नुभयो कि कसैले धनले सहयोग गर्नुभयो, कसैले तपाईँ हिम्मत नहार्नु, एक दिन अवश्य तपाईँको जित हुन्छ भनेर भन्नुभयो है। आज म यति धेरै खुसी छु, हजुरहरूलाई म व्यक्त गर्न पनि सक्दिनँ होइन। हिजो पेसी थियो, मैले एउटा टिकटकमा भिडियो हालेर हिँडेको थिएँ। के हुन्छ कसो हुन्छ मलाई थाहा छैन, म हजुरहरूलाई अपडेट गराउँछु भनेर गएको थिएँ। सुरुमै पालो आयो, लगभग 1 घन्टा लाएर बस गर्नुभयो हाम्रो वकिलज्यूले। त्यसपछि उसलाई बोल्न दियो। उसले त के भन्छ, तपाईँसँगै बस्न सक्नुहुन्छ भने, बरु मलाई फाँसीको सजाय दिनुहुन्छ भने त्यो स्वीकार्य छ, म यो सँगै बस्न सक्दिनँ भने। ठिक छ, सँगै बस्नु पर्दैन। किन बस्नु पर्यो सँगै होइन? म मन नपरेर मलाई छोडिसकेपछि सँगै किन बस्नु पर्यो? जो मनपर्छ उहीसँग बसे भइहाल्यो होइन। तर कानुनी रूपमा त डिभोर्स नहुँदो रहेछ नि त। एउटा अशक्त मान्छेलाई बिहा गरेर ललाइ फकाइ गरेर म जिन्दगीभरि पाल्छु भनेर होइन, सन्तान जन्माइसकेपछि, सन्तानको आमा बनाइसकेपछि अहिले डोबाटा ल्याएर छोड्न मिल्छ? मिल्दैन नि कुनै पनि हालतमा।
अझै पनि नेपालमा न्याय मरेको छैन भन्ने आभास भएको छ मलाई। त्यसकारण हामी सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मेरो आमाले भन्नुहुन्थ्यो धैर्य गर, तिमीलाई नराम्रो भन्ने, तिमीलाई दुःख दिने, तिमीलाई पीडा दिने कसैलाई भगवानले राम्रो गर्दैनन्, एक दिन अवश्य तिम्रो जित हुन्छ भन्नुहुन्थ्यो। हजुरहरू सम्पूर्णले त्यही कुरा भन्नुभएको थियो। आज मलाई धेरै खुसी लागेको छ। तर के भयो कसो भयो भनेर हजुरहरूलाई एकदमै होला हैन। मैले अघि नै भने 75 सालमै मेरो बाबुको चाहिँ 75 सालमै फैसला भएको। बाबु आमासँग बस्ने र उसको लालन पालन बाबुले गर्ने भनेको थियो, तर उसले मसँग बस्न दिएन, जबरजस्ती खोसेर लिएर गयो। अहिले मेरो बाबु चितवनमा छ, देवघाटमा बसेर पढिरहेको छ हैन। ठिकै छ, जहाँ बसेर पढे पनि उसले पढ्न पाउनु पर्ने हो हैन, बाबुआमाले उसलाई पढाउनु पर्ने हो, ठिक छ, त्यो कुरा भएन। त्यसपछि उसले डिभोर्सको मुद्दा हालेको थियो, सर्वोच्च अदालतबाट डिभोर्स नहुने फैसला भयो। हेर्नुहोस् है, मैले माना चामलको मुद्दा हालेको थिएँ, जिल्ला अदालतले महिनाको 30,000 माना चामल दिनुपर्ने भनेर फैसला गरेको थियो, उसले 30 रुपियाँ पनि दिएन। त्यसपछि उच्चमा गयो, उच्चले महिनाको 20,000 दिने भनेर फैसला गरेको थियो, त्यो पनि गरेन। अहिले सर्वोच्चले कति हजार दिने भनेर फैसला गरेछ, त्यो आधिकारिक आएको छैन जानकारी हैन। फैसला मुद्दा उल्ट्यो भनेर चाहिँ भनेको छ, तर कति फैसला गरेको छ थाहा छैन। 1-1.5 महिनामा मात्र पेपर आउँछ अनि थाहा हुन्छ र म हजुरहरूलाई अपडेट गराउँछु। जस्तै भए पनि बिहा गरेर ल्याइसकेपछि, एउटा अर्धाङ्गिनी बनाइसकेपछि, एउटा बच्चाको आमा बनाइसकेर अलपत्र पार्न चाहिँ पाइँदैन रहेछ भन्ने कुरा चाहिँ यहाँबाट थाहा भयो। कुनै पनि सपाङ्ग पुरुषले अपाङ्ग केटीलाई बिहे गरेर मन लाउन्जेल बस्ने र मन नलाउने बित्तिकै छोड्ने, त्यो गर्न पाइँदैन रहेछ भन्ने कुरो आजको पिसीबाट मैले थाहा पाएँ हैन। मैले बुझेँ। धेरैजना पीडित हुनुहुन्छ म जस्तै। तपाईँहरू धैर्य गर्नुहोस्, आफूले गल्ती नगर्नुहोस्। डिभोर्स गर्नलाई त एउटा आधिकारिक हुनु पर्यो नि, के कारण डिभोर्स गर्ने त भन्नुहोस् त। न मैले गलत गरेको, न मैले अंश लिएको, न म मानाचामल लिएर छुट्टिएको, न म 20 वर्षसम्म माइतमा बसेको, न म घर छोडेर हिँडेको। काठमाडौँको कोठा ल्याएर उही छोडेर हिँड्छ हैन, उही बिहे गर्छ, उही खाना दिँदैन, उही लाउन दिँदैन, उही बच्चा भेट्न दिँदैन, सबै त उसले गरिरहेछ। भगवानले हेरिरहनु भएको छ माथिबाट। आज को गलत छ भन्ने कुरो थाहा भयो होला नि त उसलाई, योबाट थाहा भयो होला नि त। म गलत रहेछु भन्ने त उसलाई थाहा भयो होला नि त। तर म अझै पनि भन्छु, म हिजो पनि गलत थिइनँ, आज पनि छैन र भोलि पनि हुने छैन। के मैले माया गर्नु पाप हो भन्नुहोस्? मैले उसलाई मनमुटुमा सजाउनु, एउटा भगवान जस्तो सोचेर पूजा गरेर राख्नु पाप हो, गलत हो? आज यदि डिभोर्स भएको भए चाहिँ भगवानले पाप गर्नुभयो भन्थे म, तर भएन। देख्नुहोस्, देख्नुभयो नि, पीडितको पक्षमा फैसला हुँदो रहेछ। मलाई सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन मन लागेको छ, विशेष गरी तपाईँहरू सम्पूर्णलाई। हिम्मत गर्नुहोस्, एक दिन तपाईँको जित अवश्य हुन्छ भन्नुहुन्थ्यो, भयो नि। एक दिन बाबु ल्याएको देख्न पाऊँ भन्नुहुन्थ्यो। बाबु चाहिँ अब सानो छौन्जेल उसले मलाई भेट्नै दिएन। अब बाबु 13 वर्ष भइसक्यो, बुझ्ने भइसक्यो के। अब उसले मेरो बारेमा के भनेर नेगेटिभ बनाएको छ, त्यही भएर बाबु मबाट टाढा टाढा हुन्छ। तर अदालतमा गएर के बोल्यो उसको वकिलले सुन्न चाहनुहुन्छ तपाईँहरू? खोइ कुट्यो पिट्यो के गर्यो, बच्चालाई तर्सायो, बच्चा देख्यो कि आमा देख्यो कि बच्चा भाग्छ, के गर्यो थाहा छैन भनेर भनिदियो। हेर्नु त, हे भगवान, कस्तो कस्तो भन्न सकेका। अनि के भने अर्को, ऊ त अन्तर्राष्ट्रिय स्तरको गायिका हो, टन्नै पैसा कमाइ हुन्छ उसको, उसलाई त मानाचामल दिनु पर्दैन भन्थ्यो उसको वकिलले। अन्तर्राष्ट्रिय स्तरको गायिका हो कि के हो भनेको त हजुरहरूलाई थाहा नि त। कहाँ म देशमा त कुनै कार्यक्रम हुँदाखेरि मलाई कसैले बोलाउँदैन भने म बाहिर कहाँ गएर कहाँ गीत गाछु र कहाँबाट मेरो आय स्रोत छ ल भन्नुहोस् त। जे पनि बोल्ने मान्छेले वकिल भयो भन्दैमा त्यो जे पनि त्यो झुटको खेती गरेर मुद्दा जिताउँला भनेर भनेको छ, तर तै पनि हार्यो। जहाँ झुट छ नि त्यो नुग्दो रहेछ भन्ने कुरा थाहा हो, जहाँ सत्य छ नि त्यो माथि उठ्दो रहेछ। हामी सत्यको पक्षमा थियौँ, म सत्यमा थिएँ, मेरो वकिलहरू सत्यको पक्षमा हुनुहुन्थ्यो र आज फैसला भएको छ। अब कार्यान्वयन गराउन बाँकी छ। हेर्नुहोस्, बच्चा दिएन, एउटा कार्यान्वयन गरेन, डिभोर्स भएन। अब अरू केही कार्यान्वयन नगरे पनि मानाचामल त दिनु पर्यो नि, परेन? यत्रो वर्षसम्म 70 सालदेखि छोडेर हिँडेको उसले मलाई हैन, अहिले 82 साल भयो। यो अन्तरालमा मैले के खाएँ होला, के लाएँ होला, कसले हेल्प गर्यो होला मलाई, कहाँ बसी होला, भाडा कसरी तिर्यो होला,
केही छ लेखाजोखा? केही छैन। तर अदालतमा हुँदो रहेछ, न्यायाधीशले यो बारेमा बुझ्नु हुँदो रहेछ। मैले सब कुरामा आफै बोलेँ। वकिलले बहस गरिसकेपछि म पनि 10 मिनट बोलेको हो। मैले रुँदै भनेको हो, म के अपाङ्ग हुनु मेरो रहर हो? होइन नि। के अपाङ्ग भएको कारण मैले सन्तान त्याग्नु पर्ने, मैले लोग्नी त्याग्नु पर्ने, मैले परिवार त्याग्नु पर्ने, मैले घाँस बास कपास केही नपाउने? यो कहाँको न्याय हो श्रीमान? कहाँको न्याय हो? भनेर मैले रुँदै भन्दाखेरि तिमी नरो भन्नुभएको थियो। आज मेरो पक्षमा फैसला भयो। अरू कुरा भन्न चाहिएन। तपाईँ, म लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फेरि के हुन्छ म फेरि अपडेट गराउँछु। सबैजनाले कमेन्ट गरिदिनु ल, हजुरहरूलाई कस्तो लाग्यो मैले मुद्दा जितेकोमा। अनि सबैजनाले यो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् है। थ्याङ्क यू सो मच।